सूर्यको पहिलो किरणले हिमाली श्रृङ्खलाको मुकुटमा सुवर्णाभूषण लगाइदिँदा त्यो गाउँ अझै निदाएको हुन्थ्यो। यो गाउँलाई सबैले सुन्दर गाउँ भनेर चिन्थे, तर यसको सुन्दरताको छायामा एउटा गहिरो विष लुकेको थियो, एउटा पुरानो नैराश्यपूर्ण झगडा। यो झगडा दुई ठूला परिवार ठाकुरहरू र विष्टहरू बीचको थियो, जसको मूल कारण अब कसैलाई थाहा थिएन, तर यसको विष सबैले चाखेका थिए। घर घरमा यसको चर्चा हुन्थ्यो। दुई समूहका मानिसहरू बजारमा एक अर्कालाई नहेरी हिँड्थे र केटाकेटीहरूसम्म यस झगडाको विरासत पुस्तादेखि सिकेर हुर्केका थिए। यसै गाउँको एउटा सानो झुपडीमा बास बस्ने एक युवक थियो, आदित्य। बिहानको ठूलो बेलासम्म पनि उसको आँखा खुल्दैनथे। उसको आमा सीता देवी धुप्प निद्रामा पल्टिएको छोरालाई हेरेर एउटा लामो सास फ्याँक्थिन्। कहिले यो आलसीपन्ना बाटोमा आउने बाबु, उनले आफैसँग सोधिन्। गाउँका युवाहरू खेतमा जान थालेको देखे पनि आदित्यको दिनचर्या भने खाएर सुत्ने र सुतेर खानेमा सीमित थियो। उसको बुबा गणेश एउटा सिधा साधा किसान थिए। उनी आफ्नो छोराको यो अवस्था देखेर मनमनै दुखी हुन्थे, तर आफ्नो कठोर स्वभावका कारण उनी केही भन्न सक्दैनथे। एक दिन उनले आदित्यलाई भने, तिम्रो हातमा शक्ति छ, तिम्रो मस्तिष्कमा सम्भावना छ, तर तिमी आफूलाई यस झुपडीको चार भित्तामा कैद गरेर बसेका छौ। गाउँले तिमीलाई आलसीपन्ना भनेर चिन्छ। के तिमी साँच्चीकै त्यस्तै हो? आदित्यले केही नबोली बाहिरतिर हेर्यो, एउटा चरालाई नियालेर बस्यो। उसको मनमा प्रश्न उठ्यो, हो, म आलसीपन्ना हुँ, तर यो गाउँ पनि त आलसी नै छैन र? यहाँको हरेक मानिस यही झगडाको विष खाँदैछ, यसलाई नै जीवनको सत्य मानेर बसेको छ। त्यो दिन गाउँमा एक अप्रत्याशित घटना घट्यो। गौतम बुद्ध आफ्ना शिष्यहरूसँग यात्रा गर्दै त्यहाँ पुगे। गाउँका मुखिया बालकृष्ण सबैलाई सभामा बोलाए। बुद्धको शान्त मुहार र करुणापूर्ण आँखाहरूले सबैको ध्यान आकर्षित गर्यो। उनले कुनै जटिल उपदेश दिनु भएन, एउटा साधारण कुरा भने, भाइ दिदी बहिनीहरू, तिमीहरूले आफ्नो मनलाई कस्तो रोग लगाइदिएका छौ। यो झगडा, यो क्रोध, यी सबै तिम्रै मनको निर्माण हुन्। यसलाई छोड्नुहोस्। यो आलसीपन्ना, यो नकारात्मकतालाई छोड्नुहोस्। असली स्वतन्त्रता भित्रबाट आउँछ। सबै मन्त्रमुग्ध भएर सुनिरहेका थिए। आदित्य पनि भिडको पछाडि उभिएर सुनिरहेको थियो। बुद्धको एउटा शब्दले उसको हृदयमा टन्कार दियो, यस आलसीलाई छोड्नुहोस्। तर के त्यो सम्भव थियो? उसको जीवन त सधैँ यही त हो। सभा सकियो, मानिसहरू फर्किए, तर गाउँको वातावरणमा कुनै ठूलो परिवर्तन आएन। झगडा त्यस्तैको त्यस्तै रह्यो। आदित्य पनि आफ्नो झुपडीतिर लाग्यो, मनमा एउटा अनुत्तरित खालीपन लिएर। केही दिनपछि एउटा अर्को सङ्कटले गाउँलाई थप्यो। एउटा अज्ञात रोग सुरु भयो, जसले साना बच्चा र बुढाहरूलाई सजिलै आफ्नो शिकार बनाउन थाल्यो। गाउँका वैद्यहरूको जडीबुटी काम गर्न छाडिसकेको थियो। डरले गाउँलाई घेर्यो। यसै अवस्थामा गाउँका जेठा पुजारीले एउटा प्राचीन किम्वदन्ती सम्झाए, रहस्यमय जडीबुटीको कथा। यो जडीबुटी दुर्गम पहाडको हिम श्रृङ्खलामा अन्धकार गुफाको नजिक पाइन्छ भन्ने विश्वास थियो। यसले जीवन दिन सक्छ, तर यसलाई ल्याउन जाने व्यक्तिले अविश्वसनीय कठिनाई सहनुपर्छ। मुखिया बालकृष्णले आफ्नो घरमा गाउँका बुढापाकाहरूको सभा बोलाए। चर्चा लामो भयो। को जाने कसको शक्ति छ, कसले गर्छ साहस? अन्त्यमा एक बुढोले आवाज उठाए, जसको स्वरमा निर्णयको कठोरता थियो। एकमात्र व्यक्ति छ जसले यो यात्रा गर्नुपर्छ, आदित्य। उसले गाउँको लागि आफ्नो पापको प्रायश्चित्तको रूपमा यो यात्रा गर्नुपर्छ। उसको आलस्यले उसलाई यहाँ बाँधेको थियो। खबर आदित्यको कानमा पुग्दा उसको संसार झन्डै ढल्यो। उसले कहिल्यै त्यो पहाड नजिकबाट हेरेको थिएन। अन्धकार गुफाको नाम सुन्नासाथ उसको रौँ काटिएको थियो, तर गाउँको निर्णय अटल थियो। अर्को दिन गाउँको चोकमा सबै जम्मा भए। आदित्यलाई केही सुक्खा रोटी र पानीको भाडो दिइयो। उसको आमा रोइरहन्थिन्। बुबाको आँखामा चम्किरहेको आँसुलाई उनी ढाक्न असफल भइन्। मुखिया बालकृष्णले भने, यो हाम्रो गाउँ, तिम्रो परिवार र तिम्रो आफ्नै आत्माको मुक्तिको यात्रा हो आदित्य। जाऊ र त्यो जडीबुटी लिएर फर्का। आदित्यले गाउँतिर पछि फर्केर हेर्यो। त्यो सुन्दर गाउँ अब उसका लागि एउटा कारागार जस्तो लाग्यो, जसबाट उसलाई यस अज्ञात डराउनो यात्रामा धकेलिएको थियो। उसले पहाडतिर हेर्यो, जो धुवाँ जस्तो निलो र रहस्यमय देखिन्थ्यो। उसको टाउकोमा एउटा मात्र प्रश्न थियो, के म साँच्चीकै त्यो जडीबुटी पाउन सक्छु, वा यो यात्रा नै मेरो अन्त्य हो? उसले पहिलो कदम अगाडि बढायो। यात्रा सुरु भएको थियो। आदित्यको पहिलो पाइला गाउँबाट टाढा पर्दासम्म पुग्दा उसको शरीरले विरोध जनाउन थालिसकेको थियो। उसका खुट्टाहरू, जो सधैँ झुपडीको नरम माटोमा हिँडेका थिए, अब कठोर ढुङ्गा र काँडाहरूले भरिएको बाटोमा चल्दा पीडा महसुस गर्न थाले।
हावा चलिरहेको थिएन र घामले उसको काँध चलाइरहेको थियो। एउटा रुखको छायामा बसेर उसले आफ्नो सानो पोको खोल्यो। सुक्खा रोटीको एउटा टुक्रा चपाउँदा उसको मनमा गाउँको सम्झना उठ्यो। आमाको हातको ताजा दही, बाजाको आवाज र शान्ति। तर त्यो शान्ति अब उसका लागि टाढाको सपना जस्तो लाग्यो। म यो गर्न सक्दिनँ, उसले आफैलाई भन्यो। यो मेरो लागि होइन। उसको आँखामा आँसु उम्रिए, तर उसले तिनलाई पुछ्यो र त्यहीँ बसेर उसले बाटो नाप्न थाल्यो। पहाड एउटा विशाल, निर्दयी दानव जस्तो देखिन्थ्यो। हरेक कोपिला र हरेक ढुङ्गाले उसलाई चुनौती दिइरहेको जस्तो लाग्थ्यो। उसको मनमा आलस्यले फेरि आवाज उठायो, यहाँ बस, आराम गर, फर्केर जाऊ, गाउँले तिमीलाई मार्न पठाएको हो। तर त्यसै बेला उसको कानमा बुद्धको शब्दहरू गुन्जिए, यस आलसीलाई छोड्नुहोस्। केवल शब्द होइन, त्यो एउटा आदेश थियो। आदित्यले आफ्ना जुत्ता कसकसायो, आफूसँग भएको सानो भाँडोबाट एक घुट पानी पियो र अगाडि बढ्यो। यात्राको दोस्रो दिन बाटो अझ कठिन भयो। झरनाहरूको कलकल आवाज सुनियो, तर सास फेर्न कठिन हुन थाल्यो। आदित्यले आफ्ना हातले ढुङ्गा समाउन खोज्दा उसको एक औँलामा चोट लाग्यो र रगत बग्न थाल्यो। पीडाले उसलाई चिच्यायो। उसले त्यहीँ बस्न खोज्यो, तर त्यो ढलानमा बस्ने ठाउँ पनि थिएन। उसले आफ्नो लुगाबाट एउटा टुक्रा फाडेर औँलामा बाँध्यो र अगाडि बढ्यो। यो पहिलो पटक थियो जब उसले आफ्नो शरीरलाई इच्छाभन्दा बाहेक कुनै काम गर्न बाध्य गरिरहेको थियो। यो एउटा नयाँ अनुभव थियो, एउटा कष्टदायी तर आवश्यक अनुभव। तेस्रो दिन उसले एउटा सानो पहाडी नदी किनारमा रात बिताउने निर्णय गर्यो। आगो बाल्न उसले सुक्खा हाँगा बटुल्यो। आगोको लपर लपर आवाज र रातको शान्तिमा उसले आफ्नो जीवनको बारेमा सोच्न थाल्यो। उसले गाउँमा बिताएका बिहानहरू सम्झ्यो। कसरी उसले सूर्य उदाइसकेपछि मात्र उठ्ने गर्थ्यो, कसरी साना कामलाई पनि ढिला गर्थ्यो। कि साँच्चीकै म आलसी पन्ना हुँ? उसले आफैलाई सोध्यो। वा म भयभीत थिएँ? गाउँको झगडा, बुबाको कठोर सोधाव, आफू के गर्न सक्छु भन्ने अनिश्चितता, के यी सबैले मलाई आलसी बनाएको हो? यी प्रश्नहरूको उत्तर उसँग थिएनन्, तर प्रश्नहरू उठ्नु नै एउटा परिवर्तनको सुरुवात थियो। चौथो दिन बाटोमा एउटा घटना घट्यो। एउटा सानो खोलामा पानी भर्न जाँदा उसले देख्यो कि एउटा बाख्राको बच्चा ढुङ्गामा फसेर छटपटिरहेको छ। त्यसको एउटा खुट्टा घाइते भएको थियो। आदित्यको पहिलो प्रतिक्रिया भनेको अगाडि बढ्नु थियो। उसको आफ्नै यात्रा महत्त्वपूर्ण थियो, तर त्यो बाख्राको बच्चाको कराउने आवाज उसको कानमा पर्यो। फर्केर हेर्यो, उसले त्यसलाई बचाउन खोज्यो। ढुङ्गा हटाउन, बाख्रालाई मुक्त गर्न र आफ्नो लुगाबाट फाडेको अर्को टुक्राले त्यसको घाउ बाँध्न उसलाई केही समय लाग्यो। काम सकिएपछि त्यो बाख्राको बच्चा उसको टाउको छेउमा उभियो, जस्तो कि धन्यवाद दिइरहेको छ। आदित्यको मनमा एउटा अलग किसिमको भावना उत्पन्न भयो, एउटा दृष्टि, एउटा सानो तर गहिरो खुसी। उसले आफूबाट अर्को प्राणीको लागि केही गर्न सक्ने क्षमता रहेको महसुस गर्यो। यो उसको आत्मविश्वासको लागि एउटा सानो तर महत्त्वपूर्ण कदम थियो। यसैबीच गाउँमा अवस्था बिग्रिँदै गइरहेको थियो। मृत्यु कोटीको रोग फैलिँदै थियो। आदित्यको आमा सीता देवी एक अर्को रोगी बच्चाको सेवामा लागि परेकी थिइन्, आफ्नो छोराको सफलतामा आशा र डर दुवै लिएर। गाउँका मुखिया बालकृष्णले पहाडतिर हेरेर प्रार्थना गरे, हे पर्वत देवता, त्यो युवकलाई सुरक्षित राख र हामीलाई त्यो जडीबुटी देऊ। पाँचौं दिन आदित्यले एउटा दृश्य देख्यो जसले उसलाई झन आश्चर्यचकित पार्यो। एउटा ठूलो चट्टानको छेउमा एउटा बुढो मानिस ध्यानमा बसेको थियो। उनको शरीर नुकेको थिएन, तर उनको उपस्थितिले सम्पूर्ण वातावरणमा शान्ति छर्ने गर्थ्यो। आदित्य नजिक गए। बुढो मानिसले आँखा खोल्नुभयो। उनको आँखाहरूमा गहिरो ज्ञान र करुणा झल्किँदै थियो। तिमी नै आदित्य हौ भन्नुभयो, जस्तो कि उनलाई सबै थाहा भएको छ। आदित्य आश्चर्यचकित भयो। हो महाराज, उसले भन्यो, म गाउँबाट आएको हुँ, जडीबुटी खोजिरहेको छु। महात्मा सिद्धार्थले मुस्कुराउनु भयो। जडीबुटी तिमीसँग नै छ आदित्य, तर तिमीले अझै पत्ता लगाएका छैनौ। यो यात्रा तिम्रो शरीरको होइन, तिम्रो मनको हो। तिमीले यहाँसम्म आइपुग्यौ, यो नै एउटा ठूलो कुरा हो। अब तिम्रो वास्तविक यात्रा सुरु हुन्छ, तिम्रो भित्रको अन्ध्यारो गुफामा प्रवेश गर्ने। आदित्यले केही बुझेन। म भनेको के हो भन्यो। महात्माले व्याख्या गर्नुभयो, त्यो जडीबुटी भनेको तिम्रो आफ्नै भित्री शक्ति हो, तर त्यसलाई पाउन तिमीले तिम्रो भय, तिम्रो आलस्य र तिम्रो पुरानो पीडाहरूलाई हटाउनु पर्छ। जडीबुटी खोज्ने बाटोमा तिमी आफैलाई खोज्नेछौ। यसपछि महात्मा सिद्धार्थले आदित्यलाई केही आध्यात्मिक अभ्यास सिकाउनु भयो, सास फेर्ने विधि र मनलाई एकाग्र गर्ने तरिका। यी क्रियाहरू तिमीलाई तिम्रो भित्रको शक्तिसँग जोड्न मद्दत गर्नेछन्, उहाँले भन्नुभयो। आदित्यले त्यही केही दिन बितायो महात्माको सान्निध्यमा। उसले ध्यान गर्न सिक्यो, आफ्ना विचारहरूलाई नियन्त्रण गर्न सिक्यो। एक दिन महात्माले उसलाई भन्नुभयो, अब तिमी तयार छौ, अगाडि बढ।
अन्धकार गुफा तिम्रो लागि पर्खिरहेको छ। तर सम्झनुहोस्, जुन गुफामा तिमी प्रवेश गर्दैछौ त्यो बाहिरी संसारमा छैन, त्यो तिम्रो आफ्नै हृदयको गुफा हो। आदित्यले महात्मालाई प्रणाम गर्यो र अगाडि बढ्यो। उसको कदमहरूमा पहिले भन्दा फरक दृढता थियो। उसको मनमा भय थियो, तर त्यससँगै एउटा नयाँ उत्सुकता पनि थियो। उसले महसुस गर्यो कि उसको यात्रा अब दुईवटा भएको छ, एक बाहिरी पहाडको चुचुरोतिर र अर्को भित्री आफ्नो आत्माको गहिराईतिर। दुवै यात्रा एकैसाथ अगाडि बढिरहेका थिए। अब उसको अगाडि अन्धकार गुफा थियो। गाउँमा आशा र निराशा बीचको सङ्घर्ष जारी थियो र आदित्यको हृदयमा एउटा प्रश्न जिउँको थियो, के साँच्चीकै म आफैभित्र त्यो जडीबुटी पाउन सक्छु? आदित्यले यात्राको प्रारम्भिक कठिनाइहरू सामना गर्छ, उसको शारीरिक र मानसिक सीमाहरूसँग सामना हुन्छ र एउटा सानो जीव बचाउँदा उसको आत्मविश्वासमा वृद्धि हुन्छ। महात्मा सिद्धार्थसँगको भेटले उसको यात्रालाई बाह्य खोजबाट आन्तरिक खोजमा परिवर्तन गर्दछ। अब उसको सामना अन्धकार गुफासँग हुन लागेको छ। गुफाभित्रको समय कति बित्यो थाहा थिएन, तर एक निश्चित मोडमा आदित्यले महसुस गर्यो कि उसको भित्रबाट एउटा हल्का उज्यालो फैलिँदैछ। त्यो उज्यालो उसको आत्माबाट आएको थियो। गुफाको अन्धकार त्यस उज्यालोले हराउँदै गयो। स्वरले फेरि भन्यो, तिमीले आफैलाई पत्ता लगाइसकेका छौ, अब जाऊ र तिम्रो गाउँलाई यही उज्यालो, यही ज्ञान दियो। त्यही नै सबैभन्दा शक्तिशाली जडीबुटी हो। आदित्यले गुफाबाट निस्कनु अघि त्यो चम्किलो बोटतिर फेरि हेर्यो। यो पल्ट उसले त्यसबाट एउटा सानो साधारण हरियो पात तोड्यो। यो पात कुनै जादुई गुण भएको देखिँदैन थियो, तर यो एउटा प्रतीक थियो, यात्रा र आत्म साक्षात्कारको प्रतीक। उसले त्यो पात सुरक्षित राख्यो। गुफाबाट बाहिर निस्केपछि बाहिरी संसार उसलाई फरक देखियो। हावा सफा थियो, आकाश नीलो थियो र पहाडहरू मित्रवत देखिन्थे। उसको मन हल्का थियो। उसले महात्मा सिद्धार्थलाई विदा गर्न फर्कने बाटोसम्म आए, तर महात्मा त्यहाँ थिएनन्। उनको बस्ने ठाउँमा एउटा साधारण पत्थर मात्र थियो, जसमा खोइटो भाषामा लेखिएको थियो, जसले आफूलाई पायो उसले संसार पायो। आदित्यले त्यो पत्थरलाई प्रणाम गर्यो र गाउँतिर फर्कने बाटो लाग्यो। फर्कने बाटोमा उसले आफू पहिले आएको बाटोभन्दा फरक बाटो अपनायो। उसले आफ्नो यात्राका अनुभवहरूको बारेमा सोच्दै गर्यो। उसले बाख्राको बच्चा बचाएको घटना, महात्माको शिक्षा र गुफाभित्रको आत्मसाक्षात्कार। उसको मनमा अब कुनै शङ्का थिएन। उसलाई थाहा भइसकेको थियो कि उसले गाउँका लागि के लिएर फर्किरहेको छ। गाउँ नजिकिँदै गएपछि उसले देख्यो कि गाउँमा अझै पनि उदासी छ। झगडाको वातावरण कम भएको थिएन। उसको आमा बुबा उसको प्रतीक्षामा थिए। आदित्य गाउँको चोकमा पुग्यो, जहाँ सबै जम्मा भए। मुखिया बालकृष्णले सोधे, के तिमीले जडीबुटी ल्याएका छौ आदित्य? आदित्यले सबैतिर हेरेर गहिरो स्वरमा भन्यो, हो, म ल्याएको छु। उसले आफ्नो हातबाट त्यो साधारण हरियो पात देखाउँदै भन्यो, तर यो जडीबुटी यो मात्र होइन, यो जडीबुटी म आफै हुँ। मेरो यात्राले मलाई सिकाएको छ कि असली उपचार बाहिरी वस्तुमा होइन, हाम्रो एकतामा, हाम्रो परिवर्तनमा र हाम्रो परस्पर प्रेममा छ। सुरुमा सबै भौचक्क भए, तर आदित्यले आफ्नो यात्राको कथा सुनाउन थाल्यो। उसको भय, उसको सङ्घर्ष, महात्माको भेट, गुफाभित्रको अनुभव र अन्ततः आत्मसाक्षात्कार। उसको शब्दहरूमा इमानदारी र गहिराई थियो। उसले गाउँलाई भन्यो, हामीले जसरी यो झगडालाई आफ्नो जीवनको अङ्ग बनाएका छौँ, त्यसै गरी हामीले शान्ति र सद्भाव पनि आफ्नो जीवनको अङ्ग बनाउन सक्छौँ। म रोगलाई निको पार्ने जडीबुटी ल्याउन सकिन, तर हामी सबै मिलेर हाम्रो गाउँको मनको रोगलाई निको पार्न सक्छौँ। आदित्यको शब्दहरूले गाउँलाई छोए। दुई परिवारका मुखियाहरू आपसमा हात मिलाउने र झगडा अन्त्य गर्ने घोषणा गरे। त्यो दिनदेखि गाउँमा परिवर्तनको सुरुवात भयो। आश्चर्यजनक रूपमा मृत्युकोटीको रोग पनि बिस्तारै कम हुँदै गयो। केहीले भने यो आदित्यको आध्यात्मिक उपस्थितिको कारण हो, अरूले भने गाउँको सकारात्मक ऊर्जा र एकताको कारण हो। जे भए पनि गाउँ निको हुँदै गयो। आदित्य अब आलसी थिएन। उसले गाउँको विकासमा सहयोग गर्न थाल्यो। उसले महात्मा सिद्धार्थबाट सिकेको ध्यान र जीवनका सिद्धान्तहरू अरूलाई सिकाउन थाल्यो। गाउँ फेरि सुन्दर गाउँ बन्यो, तर यो पल्टको सुन्दरता बाहिरी होइन, भित्री थियो। एउटा सुन्दर बिहानी आदित्यले पहाडतिर हेरेर आफ्नो यात्रा सम्झ्यो। उसको मनमा कुनै पश्चाताप थिएन, कुनै शङ्का थिएन। उसलाई थाहा थियो कि उसको यात्रा सकिएको छैन, यो त एउटा नयाँ सुरुवात हो।
गाउँको शान्तिमा उसले बुद्धको शब्दहरू फेरि सुन्यो, यस आलसीलाई छोड्नुहोस्। उसले छोडिसकेको थियो, उसले आफूलाई पाएको थियो। त्यो सानो हरियो पात, उसले त्यो पात गाउँको मन्दिरमा राखिदिएको थियो, एउटा प्रतीकको रूपमा, परिवर्तन, आशा र आत्मसाक्षात्कारको प्रतीक। वास्तविक परिवर्तन र उपचार बाहिरी यात्रा, बाहिरी वस्तु वा जडीबुटीमा हुँदैन। यो हाम्रो भित्री यात्रा, आत्मसाक्षात्कार, आफ्नो भय र कमजोरीहरूलाई स्वीकार गर्ने र आफ्नो आन्तरिक शक्तिलाई पहिचान गर्ने माध्यमबाट मात्र सम्भव हुन्छ। जब व्यक्ति परिवर्तन हुन्छ, तब समुदाय परिवर्तन हुन्छ। सबैभन्दा शक्तिशाली जडीबुटी हाम्रो एकता, करुणा र परिवर्तित चेतना नै हो। यो कथा पनि तपाईलाई छुन्छ भने लाइक, कमेन्ट र शेयर जरुर गर्नुहोला। तपाईको लाइक र कमेन्ट हाम्रो ठूलो प्रेरणा हो। भिडियो शेयर गर्न नबिर्सनुहोला। त्यसो भए लाइक गर्नुस्, आफ्नो विचार कमेन्टमा लेख्नुस् र चाहिन्छ भने शेयर पनि गर्नुस्।